नमस्ते नमस्कार। आज पनि म तपाईहरुको माझमा क्षितिजबारी मेरी मायाको गाउँ कार्यक्रम लिएर उपस्थित भइसकेको छु। तपाईहरुलाई यो क्षितिजबारी मेरी मायाको गाउँ कार्यक्रम कस्तो लाग्छ, कुन कुन ठाउँबाट हेर्नुहुन्छ, तल कमेन्ट बक्समा कमेन्ट गर्न अवश्य पनि नभुल्नु होला। तपाईहरुलाई पनि यस्तै रचना छन् भने यसै भिडियोको कमेन्ट बक्समा अथवा मेरो डाइरेक्ट मेसेन्जर बक्समा लेखेर पठाउन सक्नुहुनेछ। तपाईको रचना हाम्रो वाचन हुनेछ र आज मेरो हातमा पत्र परिसकेको छ। उहाँ लेख्नुहुन्छ, मेरो नाम कल्पना छेत्री, मेरो घर बैतडी जिल्ला पाटन नगरपालिका 5 बसन्तपुर हो। अहिले म बेंगलोरमा बस्छु भन्नुभएको छ। एकदमै राम्रो भनाइ लेखेर पठाउनु भएको छ। उहाँको भनाइलाई म तपाईहरुको माझमा राख्छु। सुनेर अवश्य पनि मन पराइदिनु हुनेछ भन्ने पूर्ण आशा लिएको छु। बाँकी उहाँकै रचनाबाट। सुन्नेलाई सुनको माला, बुझ्नेलाई फुलको माला, समयसँगै सबै कुरा बदलिँदो रहेछ। कहिले सम्बन्ध त कहिले साथी त कहिले आफ्नै मन। अर्को जन्ममा मेरो भएर आउनु माया, किनकि यो जन्ममा तिमी मेरो जिन्दगीमा त आउन सकेनौ, तर मेरो हुन सकेनौ। तिमीले देखेको जिन्दगी र मैले भोगेको जिन्दगीमा धेरै फरक छ। हजुर रातले सोध्दै थियो तिम्रो आँसु किन खस्छ भनेर। मैले भनिदिए कसरी रोक्न सक्छु र, सबैबाट पाएको उपहार त यही हो। सबैले भन्छन् बदलियौ भनेर, बस म आफैसँग नजिक हुन मन लाग्दैन। तिम्रो व्यवहारले हो धेरै मन दुखेपछि मात्रै हो मैले सम्बन्ध टुक्र्याएको। उहाँले लेख्नु भएको रचनालाई मैले हजुरहरूको माझमा प्रस्तुत गरेको छु। सुनेर प्रतिक्रिया दिन अवश्य पनि नभुल्नु होला। यस्तै रचना लिएर फेरि अर्को कार्यक्रममा आउने बाचा गर्दै आजको कार्यक्रमबाट म बिदा हुन्छु। नमस्कार।